हेलो एभ्रिवान, गुड मर्निङ। आज चाहिँ बिहान म 5 बजे उठेँ। त्यसपछि नुहाइधुवाइ गरेँ अनि मुख धोएँ। त्यसपछि ब्रस पनि गरेँ अनि म चाहिँ रेडी हुनको लागि मोइस्चराइजर लगाएँ। अनि आज चाहिँ म डुप्चेश्वर महादेवको दर्शन गर्नको लागि चाहिँ जानको लागि चाहिँ रेडी हुँदै हो। अनि मोइस्चराइजर लगाइसकेपछि चाहिँ सनब्लक लगाएँ। अनि हुन त म पहिला पनि गएको थिएँ मन्दिर, मलाई चाहिँ एकदम राम्रो लाग्यो। अनि अहिले पनि मेरो भाकल भएको भएर चाहिँ म जान लागेको। अनि त्यता चाहिँ मन्दिर एकदम राम्रो छ कि मलाई चाहिँ एकदमै मन परेको भएर पनि फेरि फेरि जान मन लागेको हो। अनि त्यसपछि म कुर्ती लगाउन गएँ। अनि कुर्ती लगाएर आइसकेपछिको चाहिँ मेरो यो छ लुक्स। अनि त्यसपछि चाहिँ अझै तयार हुन त बाँकी छ, त्यही भएर मैले चाहिँ टिकी लगाएँ फर्स्टमा। अनि सेकेन्डमा चाहिँ मेरो झुम्का लगाउने पालो थियो। अनि झुम्का निकालेँ, त्यसपछि झुम्का लगाएँ। झुम्का लगाउन चाहिँ अलिकति टाइम लगायो, त्यसपछि फेरि भयो। अनि झुम्का लगाइसकेपछि चाहिँ लकेट लगाउने पालो आयो। अनि लकेट पनि एकछिनमै लगाइहालेँ। अनि अब आउँछ कपाल कोर्ने पालो। अनि कपाल पनि मजाले कोरेँ। अनि त्यसपछि पछि चाहिँ आउँछ लिपस्टिक लगाउने। अनि मेरो फाइनल लुक चाहिँ यस्तो छ है, हेरिदिनु है कस्तो देख्यो भनिदिनुहोस् है। अनि मैले चाहिँ येल्लो कलर प्राय लगाएकै थिएन कि, अनि मलाई चाहिँ एकदमै मन पर्यो येल्लो कलर नै, सुहाएको जस्तो पनि लाग्यो है। अनि त्यसपछि रेडी भइसकेपछि चाहिँ म घरबाट निस्केँ। अनि निस्किसकेपछि 2-3 घन्टापछि चाहिँ हामी फाइनली मन्दिर पुगेँ। मन्दिर पुगिसकेपछि चाहिँ फुलहरू लिएँ। अनि फुल लिएपछि यो चाहिँ त्यताको भ्यूहरू हो, एकदम राम्रो छ। अनि पहिला चाहिँ हामी बर्खा महिनामा गएको भएर होला खोला एकदम ठुलो थियो, अहिले चाहिँ छैन रहेछ। अहिले चाहिँ सानो खोला रहेछ। अनि अहिले पहिलाको भन्दा अहिले झनै धेरै नै राम्रो बनाएको रहेछ। अनि ननस्टप उकालो छ। भर्याङ हिँडेर हामी चाहिँ गएँ, पहिला भर्याङबाट गएँ। अनि गइसकेपछि चाहिँ फाइनली लाइन बसेँ। लाइन बसिसकेपछि चाहिँ लाइन पनि धेरै नै थियो, आज मन्डे भएको भएर पनि होला। अनि फाइनल्ली पूजा गर्ने ठाउँमा पुगेँ। अनि पूजा गरेँ। अनि त्यसपछि पण्डित बाजेबाट चाहिँ हामीले टिका लगायौँ। अनि त्यसपछि चाहिँ हामी त्यताबाट फर्क्यौँ। अनि यो चाहिँ फर्किँदाखेरिको भ्यू हो, एकदम राम्रो छ मन्दिर चाहिँ। अनि त्यसपछि फर्किँदाखेरिको भ्यू हो। अनि त्यता एकछिन बसिसकेपछि फोटो भिडियो अनि टिकटकहरू बनाएँ। अनि बनाइसकेपछि त्यही नजिकैकोमा चाहिँ नजिकैतिर गएर खाना खाएँ। खाना खाएपछि अनि फेरि रेडी भएर अनि घर फर्केँ। बाई।